हाई एभ्रिवान। आजको भिडियोको टपिक हो एफजेड V2 को फ्युल पम्पको बारे कभर गर्छु। यस भिडियोमा फ्युल पम्पको टपिक हो। यसमा प्रब्लम के आइरहेको छ भने म्याक्सिमम केसमा फ्युल पम्प सिज भइरहेछ कस्टमरहरुको अथवा तपाईहरुको गाडीहरुको पनि फ्युल पम्प सिज भइरहेको छ भने त्यो के कारणले गर्दा यस्तो भइरहेको छ। प्लस यसमा नयाँ फ्युल पम्प हाल्दा पनि कतिको टिकिरहेछ पनि कतिको टिकिरहेको छैन। नयाँ फ्युल पम्प हाल्दा पनि हप्ता 10 दिनमा सिज हुन्छ कसैको र कसैको अलिक लङ चले पनि तर कम्पनीबाट आए जस्तै धेरै लङ टर्म चलेन 2-4 महिनामा सिज भइरहेको छ भने के कारणले गर्दा यस्तो प्रब्लम आइरहेको हो यस भिडियोमा पुरै कभर गर्ने हो। फ्युल पम्प जानुको रिजन चाहिँ म्याक्सिमम फ्युल पम्प जानुको रिजन चाहिँ स्पेशली आफ्नै कारणले जाने हो। थोरै पेट्रोलमा कुदाउँदाखेरि फ्युल पम्प बिग्रिन्छ। फर्स्ट कुरा मिनिमम 2 लिटर म्याक्सिमम 3 लिटर चाहिँ राख्नै पर्छ ट्याङ्कीमा तेल। म्याक्सिमम 3 लिटर तेल चाहिँ राख्नुपर्छ ट्याङ्कीमा फ्युल पम्पलाई लङ टर्मसम्म चलाउनु छ भने। र फ्युल पम्पमा प्रब्लम आएपछि के प्रब्लम आउँछ गाडीमा के प्रब्लम आउँछ भने फर्स्ट मिसिङ गर्न थाल्छ। सेकेन्ड स्टार्टिङ ट्रबल आउने हो भन्ने बित्तिकै स्टार्ट भइदिदैन। त्यसपछि पिकअप त त्यसै पनि प्रब्लम आयो। फ्युल पम्पको प्रब्लम भयो भने स्टार्टिङ ट्रबल त आइहाल्छ नै। वान टाइप सेल्फ स्टार्ट हुँदैन। सेल्फ स्टार्ट हुन पनि टाइम लाग्छ। र हामीले कसरी थाहा पाउने हो फ्युल पम्प बिग्रेको हो कि अथवा अरू नै केही प्रब्लम हो कि हामीले चाबी अन अफ गरेपछि ट्याङ्कीबाट भाइब्रेसन आउनु पर्यो। ट्याङ्कीमा भाइब्रेसन आइरहेको छ भने फ्युल पम्प चलिरहेछ ठिक छ बुझ्नु पर्यो। र चाबी अन अफ गरिसकेपछि पनि ट्याङ्कीमा कुनै पनि भाइब्रेसन आएन भने यसमा फ्युल पम्पको समस्या बुझ्नु पर्यो। अलिक मजाले सुन्न सक्नुहुन्छ। यो फ्युल पम्प सिज हुँदैछ भने अथवा सिज भइसकेको छ भने तपाईको चाबी स्विच अन गरिसकेपछि ट्याङ्की भित्रबाट टक टक गरेर आवाज आउँछ। त्यो भनेको फ्युल पम्प घुमिरहेको छैन, घुम्न खोज्दैछ तर घुमिरहेको छैन। फ्युल पम्प भित्र प्रोपर लाइन गइरहेको छ, वायरिङ ठिक छ बुझ्नु पर्यो। चाबी अन गरेपछि टक टक आवाज आउनु र पुरै भाइब्रेसन नहान्नु भनेको फ्युल पम्प सिज हो। यहाँ हेर्न सक्नुहुन्छ फ्युल पम्प भनेको यो फ्युल पम्प बिग्रिनुको रिजन चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यो फिल्टरले गर्दाखेरि फ्युल पम्प बिग्रिन्छ। यो फ्युल फिल्टरमा धेरै फोहोरहरू पसेर यही फोहोर यहाँ पम्पमा पस्ने हो। यो पम्पमा पसिसकेपछि भित्रको मोटरलाई जाम पार्छ। त्यसकारण 20,000 25,000 रनिङ भइसकेपछि यो फिल्टर मात्र हामीले क्लिन गर्नुपर्छ। म्याक्सिमम केसमा यो फिल्टर चाहिँ सफा गरिँदैन। एफआई सफा गर्नु भनेको यो फिल्टर सफा गर्नु हो। यो फिल्टर सफा भइसकेपछि यो फ्युल पम्प लङ लास्टिङ चल्छ। तपाईहरुको बाइकमा पनि फ्युल फिल्टर सफा गर्नुभएको छैन भने समयमै यसलाई राम्रोसँग सफा गर्नु होला, राम्रोसँग क्लिन गराउनु होला। यसो गरिसकेपछि यो फ्युल पम्प बाच्ने हो। र मार्केटमा यो फ्युल पम्प मात्रै पनि किन्न पाउँछ, पुरै एसेम्बली किन्नु पर्दैन। र यो फ्युल पम्प पनि बाहिरबाट किनेपछि फ्युल पम्पको साथमा यो फ्युल फिल्टर आउने हो। यो दुईटा प्लस यो नयाँ हालिसक्दा पनि लङ लास्टिङ नटिक्नुको रिजन पनि पेट्रोल हो। पेट्रोल यो हामीले नयाँ हालिसकेपछि यो दुईटा त्यसपछि हामीले पेट्रोलमा ध्यान दिनुपर्छ। सुक्खा कम पेट्रोलमा चलायौँ भने यो फ्युल पम्प बिग्रिन्छ। त्यसकारण हामीले तेल 2 देखि 3 लिटर ट्याङ्कीमा अनिवार्य राख्नुपर्छ। र 20,000 25,000 कुदिसकेपछि एकचोटि चाहिँ हामीले यो फिल्टरलाई सफा गर्नुपर्छ। यो बुझ्नुभयो होला। र म तपाईलाई यो देखाउन गइरहेको छु जुन अहिले हाम्रो आएको छ जुन ग्यारेजमा जुन एफजेड बाइक आएको छ त्यसमा प्रब्लम के छ फ्युल पम्पको प्रब्लम हो कि वायरिङको प्रब्लम हो
कि फ्युल पम्प क्लिन गरेपछि चल्छ कि चल्दैन यस भिडियोमा पुरै छ हेर्नु होला। फ्युल पम्प खराब भयो भने यसमा हामीले फ्युल पम्प मात्रै हाल्छु कि पुरै एसेम्ब्ली हाल्ने हो यस भिडियोमा पुरै छ हेर्नु होला। यदि फ्युल पम्प खराब रहेछ भने अब कस्टमरले के भन्नुहुन्छ, एसेम्ब्ली हाल भनेपछि एसेम्ब्ली हालिदिने हो, फ्युल पम्प मोटर मात्रै हाल भन्दा पनि फ्युल पम्प मोटर हाल्ने हो। त्यसपछि भिडियोमा हेर्नु होला। तपाईँलाई भिडियो के कस्तो लाग्छ, केही कन्फ्युजन छ भने कमेन्ट गर्न सक्नुहुन्छ अथवा माथि दिएको नम्बरमा कन्ट्याक्ट गर्न पनि सक्नुहुन्छ। तपाईँहरूको गाडीमा जुनै पनि बाइक प्रब्लमहरू आइरहेको छ, केही प्रब्लम आइरहेको छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ। प्लस यहाँबाट मेरो लोकेसनबाट धेरै डिस्टेन्स टाढा हुनुहुन्छ भने त्यहाँबाट गाडी पठाउन पनि सक्नुहुन्छ। गाडीमा लोड गरेर यता हामी रिसिभ गर्न सक्छौँ। रिसिभ गरेर राम्रोसँग बनाइदिएर फेरि हामी तपाईँको ठाउँमा पठाइदिन सक्छौँ। त्यस कारणले तपाईँको जुनै पनि बाइक ड्युक छ भने आरसी, R15, V3, V2 प्लस MT बाइकहरूमा पनि केही इन्जिनको पनि समस्या छ भने पठाउन सक्नुहुन्छ। KTM ड्युकको लागि चाहिँ टेन्सन लिनु पर्दैन। तपाईँहरूको बाइक ड्युक बाइकहरूमा पनि केही इन्जिनको प्रब्लम भइरहेछ, साउन्ड जति मिलाए पनि साउन्ड मिलिरहेको छैन, सिम सेट गर्नु सकिरहेको छैन, तपाईँले बनाइराख्ने ठाउँमा राम्रोसँग सिम सेट भइरहेको छैन अथवा गर्नु सकेको छैन भने हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हामी मजाले प्रपर सिम सेट गरिदिएर साउन्ड मिठो बनाइदिएर तपाईँलाई गाडी पठाइदिन सक्छौँ। र भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। यो बाइकमा फ्युल पम्प चलिरहेको छैन। हामीले चाबी अन गरिसकेपछि ट्याङ्की मुनिबाट जुन भाइब्रेसन हान्नुपर्ने त्यो भाइब्रेसन आइरहेको छैन। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू पनि। म यहाँ चाबी अन गरेर तपाईँहरूलाई सुनाउँछु ट्याङ्की मुनि भाइब्रेसन आइरहेको छ कि छैन हेर्नु होला। चाबी अन गरिसके, केही भाइब्रेसन आएको छैन। एक दुईचोटि म फेरि चाबी अन अफ गरेर देखाउँछु तपाईँहरूलाई। यहाँ हेर्न सक्नुहुन्छ अहिलेसम्म एकचोटि पनि आवाज आएन। सेल फान्दा पनि स्टार्ट भइरहेको छैन। यसको ट्याङ्की मुनिबाट जुन भाइब्रेसन हान्नुपर्ने चाबी अन अफ गरिसकेपछि त्यो भाइब्रेसन छैन। तर म चाहिँ सुन्न सक्छु चाबी अन अफ गरिसकेपछि ट्याङ्कीभित्रबाट टक टक गरेर आवाज आइरहेको छ। मतलब मोटरमा लाइन प्रोपर गइरहेको छ, वायरिङ ठिक छ, यसमा मोटर घुमिरहेको छैन। अब यसमा हामी खोलखाल गरेर तपाईँहरूलाई देखाउँछु के छ स्थिति। ट्याङ्कीको कभर गरिसकेको छु। ट्याङ्की खोलिसकेपछि अब फ्युल पम्प खोल्छु। फ्युल पम्प तपाईँहरूलाई देखाउँछु के छ। फ्युल पम्प पनि यहाँ ट्याङ्कीबाट निकालिसकेँ। यहाँ हेर्न सक्नुहुन्छ फ्युल पम्प यस्तो छ। अब बाहिर त सफै हुन्छ, भित्रबाट हेर्नुपर्छ क्लिन कतिको छ, के छ, मोटरको अवस्था के छ। खोलेपछि लाइन प्लस माइनस लाइन ब्याट्रीमा दिएर घुमाएर हेरौँ के हुन्छ। चल्यो भने सफा गरेपछि मजाले चल्छ, चलेन भने यसको फ्युल पम्प सिज बुझ्नु पऱ्यो। यहाँ हेर्न सक्नुहुन्छ यसको फ्युल पम्प मैले चेक गरिसकेको छु। यसको फ्युल पम्प एकदम खराब छ, सिज छ, चल्दै चलेन। तर पनि तपाईँहरूलाई म के देखाउन गइरहेको छु भने यसको फ्युल पम्प जानुको रिजन चाहिँ के हो, यो फ्युल फिल्टरले गर्दा फ्युल पम्प गएको हो। यहाँ हेर्न सक्नुहुन्छ कति फोहोर छ। यही फोहोर सब जति पनि यो डस्ट छ, फोहोर छ, यो फ्युल मोटरमा पसेर मोटर सिज पारेको हो। एकैचोटिमा त्यसरी पस्दैन, अलिअलि गरेर बिस्तारै पसेर मोटर सिज हुने हो। यो यत्रो क्लिन गर्नुको रिजन चाहिँ तपाईँहरूलाई देखाएको कि फ्युल पम्प सफा गर्दाखेरि यो फ्युल फिल्टर चाहिँ हामीले सफा गर्नुपर्छ, स्पेसली यसरी सफा गर्नुपर्छ। यहाँ हेर्न सक्नुहुन्छ कति फोहोर निस्किसक्यो। यही फोहोरले गर्दाखेरि फ्युल पम्पको मोटर बिगार्ने हो। यो फ्युल फिल्टरले गर्दाखेरि यो बाइकको फ्युल पम्प बिग्रेको हो। अझै हेर्नु यहाँ कति फोहोर छ, यहाँ हेर्दै हुनुहुन्छ होला। यो हामीले पेट्रोल हालेर मजाले यसरी नै सफा गर्नुपर्छ। एफआई सफा गर्नु भनेको यो फ्युल फिल्टर सफा गर्नु हो। त्यस्तो धेरै काम त भित्र हुँदैन, तर पनि 20,000 25,000 रनिङ भइसकेपछि तपाईँहरू एफआई यसरी सफा गर्नु होला। त्यतिको सफा गरिसकेपछि फ्युल फिल्टर
सफा गरिसकेपछि फ्युल पम्पको लाइफ अलिक बढ्छ र हतपति खराब हुँदैन। यति सफा गरिसकेपछि र फ्युल 2-2.5 लिटर राखिराख्यो भने फ्युल पम्प कहिले पनि बिग्रिँदैन। रियर केसमा मात्रै बिग्रिने हो, नभए फ्युल मोटर बिग्रिँदैन। यहाँ हेर्दै हुनुहुन्छ होला कति फोहोर निस्किसक्यो, त्यहाँ आरीमा पनि हेर्दै हुनुहुन्छ होला कति फोहोर निस्किसक्यो। यो यति धेरै फोहोर निस्किनु हुँदैन कि, त्यही भएर बेला बेला सफा गरिराख्यो भने यति धेरै फोहोर निस्किँदैन अनि फ्युल फिल्टर पनि त्यस्तो बिग्रिँदैन र फ्युल पम्प पनि बिग्रिँदैन। यी सफा गर्नुको रिजन चाहिँ त्यही हो। अब यसमा फ्युल मोटर चाहिँ बिग्रेको हो। अब कस्टमरले के भन्नुहुन्छ, फ्युल पम्पको मोटर मात्रै हाल भन्नुभयो भने फ्युल पम्पको मोटर मात्रै हाल्ने हैन, फ्युल पम्प एसेम्ब्ली नै हाल भन्नुभयो भने फ्युल पम्प एसेम्ब्ली सेट हाल्ने हो। अब भिडियो धेरै लामो भिडियो अझै बनायो भने धेरै लामो हुनसक्छ। त्यसकारणले मैले अब के हुन्छ अगाडिको भिडियो हेर्नु होला। अब पम्प हालेको भिडियो बनाउन लागि धेरै लामो हुन्छ। अब फ्युल पम्प अथवा मोटर के हो त्यो हाल भनेपछि म त्यो हालिसकेर तपाईँलाई भिडियोमा देखाउँछु अनि के हाले त्यो पनि तपाईँलाई म जानकारी गराउँछु। यो यसरी तपाईँहरूको गाडीमा फ्युल पम्प ठिक छ भने यसरी सफा गर्नु होला। यसको पम्प बिग्रिसकेको छ, म तपाईँलाई प्रोसेस देखाएको सफा कसरी गर्ने हो। यही तरिकाले सफा गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ यसको फ्युल पम्प बिग्रिसकेको छ। माइनसको यहाँबाट माइनस हाल्दाखेरि यसरी लाग्दाखेरि मोटर चल्नु पर्ने हो। मोटर चलेन, करेन्ट हान्नु भएन। फायरिङ मिसफायर गर्दैछ। यो करेन्ट हान्नु भनेको सिज भएको मोटर, यो मोटर सर्ट भएको हो, सिज भएको। यसरी लाइन दिएपछि यो मोटर चल्नु पर्यो। मोटर चलेको छैन, ब्याट्री नयाँ हो तर पनि हेर्न सक्नुहुन्छ यो मोटर बिग्रेको हो। यसमा हामीले फ्युल पम्प एसेम्ब्ली नै हालिसकेको छौँ। फ्युल पम्प हालेको भिडियोहरू बनाउँदा भिडियो धेरै लामो हुनसक्छ भनेर हामी भिडियो बनाउन पाइएन। यसमा फ्युल पम्प एसेम्ब्ली हालिसकेको तपाईँलाई जानकारी गराउन चाहन्छु। यहाँ हेर्न सक्नुहुन्छ चाबी अन गरिसकेपछि भाइब्रेसन पनि हान्दैछ र फ्युलको प्रेसर पनि एकदम हाई छ, राम्रो छ। अब स्टार्ट गरेर देखाउँछु तपाईँहरूलाई। यहाँ हेर्न सक्नुहुन्छ ज्याक जोडिसकेपछि स्टार्ट गरेर देखाउँछु। यहाँ हेर्न सक्नुहुन्छ स्टार्ट पनि भइसकेको छ राम्रो। यसको फ्युल पम्प एसेम्ब्ली हामीले हालिसकेको छौँ। अब 20-25 हजार रनिङ भइसकेपछि यसलाई क्लिन गर्नुपर्छ अनि मात्र लङ लास्टिङ टिक्छ। र यसमा ओइल चाहिँ 2-3 लिटर राखिराख्नुपर्छ ट्याङ्कीमा अनि लामो समयसम्म चल्छ। यहाँ हेर्न सक्नुहुन्छ म 1 राउन्ड कुदाउन पनि गइसकेँ, कुदाएर पनि आइसकेँ। गाडी अहिले ठिक छ। तपाईँहरूको पनि बाइकमा यस्तो केही समस्या भयो भने यसरी बनाउन सक्नुहुन्छ।